अनलाइन अपमान विरुद्धको आवाज, गायिकाहरूको साहसी पहल। गायिका एलिना चौहान र समीक्षा अधिकारी अहिले आफ्नो सङ्गीतको चर्चा मात्र होइन, सामाजिक सञ्जालमा बढ्दो दुर्व्यवहारको विरुद्धको कठोर प्रतिकारका कारण पनि चर्चामा छन्। डिजिटल दुनियाँमा खुलेरै गाली गर्ने, अश्लील कमेन्ट गर्ने र चरित्र हत्या गर्ने प्रवृत्तिको विरुद्ध उनीहरू अब चुप बस्न तयार छैनन्। एलिनाको फेसबुकमा झन्डै 10 लाख फलोअर्स छन्, तर अहिले उनका पोस्टहरूमा गीतको मिठास होइन, साहसी प्रतिवाद देखिन्छ। गाली गर्नेहरूका प्रोफाइल, तस्बिरहरू र कमेन्टहरू सार्वजनिक गर्दै उनले स्पष्ट सन्देश दिएकी छन्, अब सहेर बस्ने समय सकियो। हालसम्म उनले 17 जनाभन्दा धेरै यस्ता प्रयोगकर्ताको नाम सार्वजनिक गरिसकेकी छन्। समीक्षा अधिकारीले पनि यही बाटो अँगालेकी छन्। गाली गर्ने पेजहरू, ट्रोलरहरू र चरित्र हत्या गर्ने पोस्टहरू विरुद्ध उनले आफ्नो हैसियत प्रयोग गरिरहेकी छन्। उनीहरू मात्र होइन, धेरै कलाकारहरू अहिले यस्ता व्यवहारको विरोधमा उभिन थालेका छन्। यो बहसले एक नयाँ मोड लिएको छ। सामाजिक सञ्जालमा कलाकार, महिला तथा सर्वसाधारणप्रति गरिने दुर्व्यवहार नियन्त्रण गर्ने औपचारिक पहलको खाँचोबारे एलिनाले साइबर ब्युरोमा उजुरी दिएकी छन्, गृहमन्त्रीसँग भेट गरिसकेकी छन् र खुलेरै भनिरहेकी छन्, यो लडाईँ व्यक्तिगत होइन, समग्र सामाजिक सम्मानको विषय हो। उनी भन्छिन्, कुनै सृजना मन परेन भने नहेर्नुहोस्, तर गाली गर्नु त आपत्तिजनक हो। कलाकारहरू अब मनोरञ्जन मात्र दिने मात्र होइन, आफ्ना अधिकार र गरिमाको रक्षाका लागि लड्न पनि तयार छन्। सामाजिक सञ्जालमा अभिव्यक्ति स्वतन्त्रताको नाममा फैलने अश्लीलता र आक्रमणलाई चुनौती दिने यिनीको यो कदमले नेपाली डिजिटल संस्कृतिमा गम्भीर बहसको ढोका खोलिदिएको छ।